पलायन भनेको आफ्नो देशभित्र रहेका सिपयुक्त दक्ष र बढी शिक्षित व्यक्तिहरू आफ्नो राम्रो भविष्य, गुणस्तरीय जीवन र पढाइको स्तरोन्नतिका कारण अन्य देशहरूमा जानलाई नै बौद्धिक पलायन भनिन्छ। संयुक्त राष्ट्र सङ्घका महासचिव कोफी अन्नानले भनेका छन् कुनै पनि देशको सबभन्दा ठुलो धन भनेको त्यो देशको मानव जनस्रोत हो र यदि मानव जनस्रोत नै त्यो देशमा भएन भने त्यो देश भविष्यमा कमजोर बन्दछ। त्यसै कारणले अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने बौद्धिक पलायन एकदमै ठुलो समस्याको रूपमा आइरहेको छ। नेपालबाट करिब हामीले वर्तमान तथ्याङ्क हेर्ने हो भने 1,12,000 व्यक्तिहरूले विगत सन् 2025मा एनओसी लिइसकेका छन्, जसकारण उनीहरूले आफ्नो शिक्षा तथा आफ्नो गुणस्तरीय जीवनका लागि विदेश जाने एउटा अनुमति पत्र। त्यस्तै यसको मुख्य कारणहरू नेपालमा उपयुक्त रूपमा रोजगारीको सृजना नहुनु, उद्योग कलकारखानाहरू नहुनु र नेपालमा परिश्रमको उचित मूल्य नहुनु जस्ता मुख्य कारणहरू रहेका छन्, जसमध्ये नेपालबाट मुख्य गरी युरोपियन देशहरूमा मात्र नभइकन खाडी देशहरूमा जाने व्यक्तिहरूको पनि चर्को दबाव रहेको छ। यसैमध्ये अहिलेको तथ्याङ्कलाई हेर्ने हो भने युएईमा सबैभन्दा धेरै वैदेशिक रोजगारको सिलसिलामा नेपालीहरू गएका छन्। त्यस पश्चात बौद्धिक पलायनका धेरै नकारात्मकहरू असर भए तापनि केही सकारात्मक प्रभावहरू पनि पर्दछन्, जसमध्ये देशमा रेमिटेन्स भित्रिन्छ र त्यस्तै अर्को कुरा भनेको देशमा प्रविधिको आदान प्रदान हुने गर्दछ। यस्ता सकारात्मक पक्षहरू पनि रहेका छन्, तर पनि यसमा रेमिटेन्समा स्थिर भएको हाम्रो देशको आर्थिक अर्थतन्त्र दिगो नहुने भएकाले यसले दीर्घकालीन रूपमा देशलाई असर पार्दछ। यसलाई रोकथाम गर्ने केही उपायहरू छन्, जसमध्ये देशको गुणस्तरीय शिक्षालाई अगाडि बढाउनु पर्दछ। त्यसपछि देशमा रहेका उद्योग कलकारखानाहरूलाई अझै अगाडि बढाउनु पर्दछ। त्यस्तै देशमा रहेका व्यक्तिहरूलाई आफ्नै देशमा गर्ने वातावरण सिर्जना गरी निजी क्षेत्रमा लगानी बढाउन सकिन्छ भने व्यक्तिहरूभित्र पनि आफ्नो देशप्रतिको मायालाई नैतिक शिक्षाद्वारा उजागरण गर्न सक्यो भने हामीले बौद्धिक पलायनलाई रोक्न सक्छौँ। धन्यवाद।